नमस्कार, म यतिखेर कोलपुर बस पार्कमा छु। यो देखिरहनु भएको दृश्य स्तनपान कक्षको अहिले नयाँ निर्मित बस पार्कमा को दृश्य हो। यो स्तनपान कक्ष नयाँ बस पार्क स्थित कोलपुरको नयाँ बस पार्क स्थित स्तनपान कक्ष छ। शान्ति पुनर्स्थापना केन्द्र पिआरसी, त्यस्तै गरी लिएर नेपाल प्रहरी र यहाँ विष्णु देवी मन्दिरको पनि रहेका छन्। उता देखिरहनु भएको छ विश्राम हल, र यो देख्नुहुन्छ यो यात्रुहरू बस्ने विश्राम हल हो। ठुलो छ, एकदम राम्रो व्यवस्थापन छ। तर पनि यो भवनको तलदेखि सिसा लागेको कारणले गर्दाखेरि यो सिसाहरू फुटाइदिने गरेका रहेछन् यहाँका। अब केही उता गइसकेपछि तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर मेडिकल सप पनि छ। बस पार्कभित्रै मेडिकल सप पनि छ, तर बन्द छ अहिले चाहिँ। त्यसपछि त्यसको छेउमा देख्न सकिन्छ टिकट काउन्टर पनि रहेको छ। त्यसै गरी केही पर स्मोकिङ जोनको एउटा भवन, सानो भवन बनाइएको छ। त्यसको केही पर शौचालय छ। शौचालय पनि व्यवस्थित छ, तर शौचालयभित्र चाहिँ एकदम फोहोर भइसकेको छ। पान खाएर, गुट्खा खाएर भित्तामा थुकिदिने, टाइलहरू पहेँला राता भइसकेका छन्। यो यात्रु विश्राम हल धेरै ठुलो छ, यो विशाल छ, धेरै क्षमताको छ। त्यसै गरी तल देख्न सकिन्छ नाइट गाडीहरू लाग्ने ठाउँहरू, विभिन्न ठाउँबाट आएका गाडीहरू र सिटी सफारीहरू पनि देख्न सकिन्छ। सिटी सफारीहरूले मान्छेहरू छोडिरहेका छन्। कुनै गाडी गन्तव्यतिर जानलाई रेडी अवस्थामा छन्।